जय श्री सच्चिदानन्द प्रणाम जय श्री सच्चिदानन्द। आज हामी लन्डन सत्सङ्गमा जाँदैछौँ। एक बाइजी आउनु भएको छ, बाइजीको सत्सङ्गमा जाँदैछौँ। आज मैले यसको सत्सङ्ग पनि एकछिन सुनेर अफ गरेर हिँड्नु पर्यो। हजुर, मोबाइल हुनु भए त बाहिर पनि हुने थियो, तर त्यो आइपड चल्दैन नि त, बाहिर नेट आउँदैन। त्यो कारणले गर्दाखेरि सत्सङ्गलाई पनि आज काटेर हिँडेको यता फिजिकली सत्सङ्गमा जाँदैछु। सबैजना प्रेमीहरूलाई जय श्री सच्चिदानन्द, सबैजना हेर्नेहरूलाई पनि जय श्री सच्चिदानन्द। जय श्री सच्चिदानन्द। कहाँ जानु भएको भाउजू? सेन्ट थोमस सत्सङ्गमा गएको। सेन्ट थोमस कसको सत्सङ्गमा गएको? टुका दिदीकोमा, टुका दिदीको घरमा आज सत्सङ्ग छ, अनि त्यहाँ गएको। सबैजनालाई बाई बाई, जय श्री सच्चिदानन्द, टाटा, बाई बाई। जति पनि महापुरुषहरू आउनुहुन्छ नि, सबैजनालाई ध्यान गर्नुहुन्थ्यो, तर त्यो ध्यान चाहिँ हामी व्यापक रूपमा फैलाउन नसकेको कारणले गर्दाखेरि यस्तै हो नि। गृहस्थीमा बसेपछि मान्छेले कतिजनालाई बुझ्न गाह्रो हुन्छ, टाइम लाग्छ। जन्मिन पनि साइड हुन्छ, कर्म गर्ने पनि साइड हुन्छ, जन्मिने मर्ने जस्तो सबै साइड हुन्छ। त्यो कारणले गर्दाखेरि कतिजनाको भाग्य थिएन, पाउनु भएन। त्यो ज्ञान यसरी लुप्त हुँदै हुँदै गएर चाहिँ जब यो कलिकालमा भगवान् श्रीकृष्णले जब